मलाई देशभरिको लागि दिने जवाफ त म दिन्छु, तर मेरो आफ्नो गाउँकै लागि चाहिँ तपाईँको गाउँमा म यो गर्छु, तपाईँको गाउँमा म यो गर्छु, मेरो गाउँमा म यो गर्छु भने म गतिलो नेता होइन, म पनि गलत नेता हो। त्यसैले मलाई तपाईँले प्रश्न यो गरिदिनुहोस्, तैँले त्यसको लागि कति काम गरिस्, तैँले युवाको लागि कति काम गरिस्, गरिबहरूको लागि कति काम गरिस्, अन्याय पर्या मान्छेको लागि कति काम गरिस् भनेर सोधिदिनु भयो न्यायपूर्ण हुन्छ। तर मेरै घरको बाटो बनेन, मेरै घर अगाडि काम भएन भन्नुभयो न्यायपूर्ण हुँदैन। त्यसैले म जति फराकिलो छु तपाईँहरू पनि त्यति फराकिलो होइदिनुहोस्। सायद त्यो भयो भने सबैले त्यसरी सोच्यो भने सबै ठाउँ विकास हुन्छ। फेरि यहाँ केही नगर्ने भनेको होइन, सबै मान्छेले देशको लागि सोच्यो भने देश त हामी सबैको साझा हो नि। त्यस कारणले जहाँ नेता छ त्यहाँ पैसा जाने, जहाँ नेता छ त्यहाँ योजना जाने, जहाँ नेता छ त्यहाँ नै साधन स्रोत जाने, जो नेता छ उसकै वरिपरिको मान्छेले जागिर पाउने, जो नेता छ उसकै मान्छेले सुविधा पाउने भयो भने अरू नेता र ममा के फरक पर्यो र म फेरि राजनीतिमा आउनुको अर्थ के भयो? उहाँ हुनुहुन्छ धादिङ क्षेत्र नम्बर 2 का राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यक्ष उम्मेद्वार बोधनारायण श्रेष्ठ। नेता भनेको कस्तो हुनुपर्छ, जनतासँग जनताको माझ कसरी प्रस्तुत हुनुपर्छ भनेर उहाँले एकदम शालीन अनि एकदम इमान्दार तरिकाले जनताहरूलाई बुझाउन खोजिराख्नु भएको छ। नेता भनेको यतिको चाहिँ चाहियो क्या, नेताले ठुलो आश्वासन होइन, ठुलो झुटा आश्वासनहरू, योजना के अरे भिजनहरू देखाएर होइन, आफूले गर्न सक्ने, आफूले आफ्नो कर्तव्य के हो भनेर पनि बुझाउन सक्नु पर्यो क्या। संसदमा गएर मैले यो गर्छु, मेरो तपाईँको घरको बाटो पिच गरिदिन्छु, तपाईँ घरमा यस्तो गरिदिन्छु भन्दा पनि देशको नीति नियम बनाउनु, तपाईँहरूको अधिकारको लागि लड्छु, तपाईँको ठाउँको लागि, समस्याको समाधानको लागि, अधिकारको लागि लड्छु भनेर बोल्ने मान्छे चाहिएको नेता भनेको। झुटो आश्वासन होइन। अरू नेताहरूले पनि उहाँसँग धेरै कुराहरू सिक्न जरुरी छ क्या। उहाँ जतिको नेता चाहिँ चाहिन्छ। त्यही भएर धादिङ क्षेत्र नम्बर 2 बाट चाहिँ उहाँलाई जिताइदिनु हुन म विनम्र अनुरोध गर्छु धादिङवासीहरूलाई।